नमस्कार। हामी अब बन्ने बालेन सरकारले नेपाललाई कसरी रूपान्तरण गर्न सक्छ भन्ने त्यो 10 वटा बुदाहरूमा, त्यो प्रमुख 10 वटा कामहरूमा विचार विमर्श गरिराखेका छौँ। तर फेरि पनि म एउटा कुरा प्रश्न पार्न चाहन्छु। बालेन सरकार एउटैले यो देशलाई बदल्न सक्दैन। यो ऐतिहासिक घडीमा इतिहासले जुन एउटा विरल अवसर हामीलाई दिएको छ, त्यो अवसरलाई सदुपयोग गर्नको निम्ति बालेन सरकार मात्र होइन, नेपालभित्र बस्ने, नेपाल बाहिर बस्ने हामी सम्पूर्ण नेपालीहरू एकजुट भएर यो अवसरलाई सदुपयोग गर्न सक्नुपर्छ। तपाईँ एउटा सलाइको काँटी बालेर हावामा राखिदिनुहोस्, के हुन्छ? एकछिन बल्छ अनि त्यो छ्याप्प निप्छ, हावाले त्यसलाई निभाइदिन्छ। तर यदि त्यो सलाइको काँटीले डढेलो लगाउने हो भने त्यही अघि निभाएको हावाले त्यसलाई झन्झन दन्दन बल्नको निम्ति सघाउ पुर्याउँछ। नेपाल बनाउने यो अभियानमा पनि बालेन र बालेन सरकार भनेको त्यो सलाइको काँटी हो। उनीहरू एक्लैले यो देशलाई रूपान्तरण गर्न सक्दैन। डढेलो नै लगाउने हो भने तपाईँ हामी पनि फिल्डमा उत्रिनुपर्छ। तपाईँ हामीले पनि आफ्नो इच्छा शक्तिलाई जाहेर गर्नुपर्छ। सबै नेपालीहरू एकजुट भएर यो देश निर्माण गर्ने चरणमा अगाडि बढ्नुपर्छ र त्यो रूपान्तरण गर्ने चरण धेरै सजिलो छ। त्यो भनेको केही पनि गर्नु पर्दैन। हामी आफूले आफूलाई उठाउनुपर्छ, हामी आफूले आफूलाई बदल्नुपर्छ, हाम्रो सोचलाई बदल्नुपर्छ। र सबैभन्दा ठुलो कुरा, यो सम्पूर्ण अभियान साकार हुन्छ, सबैभन्दा ठुलो कुरा हामी सबैले विश्वास गर्नुपर्छ यो हुन्छ भनेर। यो सम्भव छ र यो विश्वासको जादु अद्भुत छ। र यही सन्देशका साथ अब बालेन सरकारले गर्ने बाँकी 5 महत्त्वपूर्ण कामहरू के हो त्यसको बारेमा हामी थप चर्चा गर्नेछौँ। अब बन्ने बालेन सरकारले गर्नै पर्ने अर्को महत्त्वपूर्ण 6औं महत्त्वपूर्ण काम भनेको डायस्पोरा नेपालीलाई नेपालसँग जोड्ने हो। बालेन सरकारले कसरी ब्रेन ड्रेनलाई ब्रेन गेनसम्म रूपान्तरण गर्न सक्छ त त्यो नै सबैभन्दा अर्को ठुलो चुनौती हो। के तपाईलाई थाहा छ नेपालको कुल जीडीपीको, कुल ग्राहस्थ उत्पादनको 25% भूभाग रेमिट्यान्सले ओगटेको छ। अर्थात् नेपालको कुल ग्राहस्थ उत्पादनको 4 रुपैयाँको 1 रुपैयाँ त रेमिट्यान्स मात्रले योगदान गरेको छ। तर त्यो डायस्पोरा नेपाली अहिले पनि नेपालसँग जोडिन सकेको छैन। किन आजसम्म कुनै पनि डायस्पोरा नेपालीहरूले नेपालमा चाहिँ लगानी गर्न चाहँदैनन्? के उनीहरूसँग पुँजीको अभाव छ? के उनीहरूसँग अनुभवको अभाव छ? के उनीहरूसँग भिजनको अभाव छ? त्यो पक्कै होइन। आजसम्म पनि त्यत्रो असीमित ऊर्जा भएर, आजसम्म पनि पुँजी भएर पनि, अनुभव भएर पनि, भिजन भएर पनि नेपालमा लगानी गर्न नसक्नुको प्रमुख कारण भनेको योभन्दा अगाडिको सरकारले त्यो विश्वास जित्न सकिराखेको थिएन। नेपालमा लगानी गर्ने त्यो वातावरण बनाउन सकिराखेको थिएन, त्यो नीतिहरू परिवर्तन गर्न सकिराखेको थिएन जसले नेपालीलाई नेपालमै लगानी गर्नको निम्ति बाधा सिर्जना गरिराखेको छ। अब बन्ने सरकारले संसारभरि छरिएर रहेका के ती नेपालीहरूलाई नेपालसँग जोड्न सक्छ त? हामी विदेशमा बस्ने नेपालीहरू नेपालसँग जोडिन आतुर छौँ, नेपालमा लगानी गर्न चाहन्छौँ, नेपाल बनाउने यो यात्रामा सहकार्य गर्न चाहन्छौँ। र त्यसको लागि वातावरण बनाउने पहिलो काम बालेन सरकारको हुनेछ। त्यस्तै अब भन्ने यो बालेन सरकारको अर्को महत्त्वपूर्ण काम भनेको एजुकेसन सिस्टममा आमूल परिवर्तन। हामीलाई थाहा छ हाम्रो देश एउटा यङ कन्ट्री हो। यङ पपुलेसनले हाम्रो देश खचाखच भरिएको छ। अधिकांश ती जेनजी समूहहरू आज देशमा किन फ्रस्ट्रेटेड छन्? किन उनीहरू यो देशमा बस्न चाहँदैनन्? यसको उत्तर हामी सबैलाई थाहा छ। हातमा ब्याचलर गरेको डिग्री छ, मास्टर गरेको डिग्री छ, तर त्यो डिग्री लिएर बजारमा जाँदाखेरि त्यो डिग्रीलाई बजाएर एउटा सरदर युवा नेपालमै बाँच्न सक्ने अवस्था छैन। न त उसले चाहेको जस्तो जागिर नै पाउँछ, न त ऊ स्वावलम्बी बन्ने ज्ञान नै त्यो डिग्रीले प्रदान गरेको छ। त्यसकारण
अब बन्ने सरकारले डिग्री मात्र बाँड्ने शिक्षा होइन, उसलाई आत्मनिर्भर बनाउने शिक्षा, प्राविधिक शिक्षा पनि उसलाई दिनु पर्यो, उसलाई सिपमूलक शिक्षा दिनु पर्यो, ताकि उसले बजारको माग अनुसार आफूलाई प्रिपेयर गर्न सकोस् या आफूले आत्मनिर्भर बन्नको निम्ति, स्वरोजगार बन्नको निम्ति अगाडि बढ्न सकोस्। त्यस्तो व्यावहारिक शिक्षाको वातावरण बनाउने काम अबको सरकारको काँधमा रहेको छ। त्यस्तै अब हामी जाउँ अर्को महत्त्वपूर्ण विषयतर्फ। हामीले नयाँ नेपालको परिकल्पना गर्दाखेरि त्यहाँ सर्वसुलभ स्वास्थ्य बिना त्यो नयाँ नेपालको परिकल्पना हुन सक्दैन। अब भन्ने सरकारको पालामा एउटा गर्भवती महिला समयमै अस्पताल नपुगेर मृत्यु भएको समाचारहरू सुन्न नपरोस्। अब भन्ने सरकारको पालामा कर्णालीमा सीतामोल नपुगेको, अभाव भएको समाचारहरू यो कानले सुन्न नपरोस्। अब भन्ने सरकारको पालामा घरबारै बेचेर स्वास्थ्य उपचार गर्नको निम्ति काठमाडौँ नै धाउनुपर्ने बाध्यताको कथाहरू फेरि सिर्जना नहोस्। स्वास्थ्यलाई सर्वसुलभ र सबैको पहुँचमा पुर्याउनको निम्ति अब भन्ने सरकारको ध्यान जाओस्, त्यतातिर अब भन्ने सरकारको ध्यान केन्द्रित होस्। नेपालको अनुहार परिवर्तन गर्नको निम्ति अब बन्ने सरकारले गर्नुपर्ने अर्को महत्त्वपूर्ण कामहरू भनेको सम्पूर्ण राष्ट्रिय गौरवका आयोजनाहरूलाई समयमै सम्पन्न गर्नु हो। देशको हरेक कुना काप्चाहरूमा सम्पूर्ण पूर्वाधारहरू, सडक, बिजुली, यातायात पुर्याउनु पनि हो। यो कुरा नगरिकन, बेसिक इन्फ्रास्ट्रक्चरहरूको डेभलप नगरिकन यो देशको रूपान्तरणको त परिकल्पना पनि गर्न सकिँदैन। र अहिलेसम्म मैले जति पनि बुदाहरूको बारेमा चर्चा गरेको छु, जति पनि क्षेत्रहरूको बारेमा चर्चा गरेको छु, त्यो सबै क्षेत्रलाई उठाउनको निम्ति, उकास्नको निम्ति बेसिक इन्फ्रास्ट्रक्चर त पहिलो मेरुदण्ड हो। अब जाउँ हामी अन्तिम बुदातर्फ। र यो अन्तिम प्रयास बालेन सरकारसँग मात्र जोडिएको छैन, तपाईँ हाम्रो प्रयाससँग पनि जोडिएको छ। कुनै पनि देशमा कुनै पनि महान परिवर्तन ल्याउनको निम्ति त्यहाँको नेतृत्व मात्र तयार भएर हुँदैन। प्रश्न उठ्छ, त्यहाँको जनता के त्यो परिवर्तनको लागि तयार छन् त? के तपाईँ हामी नेपाली जनता चाहिँ अब आउन खोजेको परिवर्तनको लागि रेडी छौँ त? त्यो परिवर्तनलाई आत्मसात गर्नको निम्ति, त्यो परिवर्तनलाई यथार्थ रूपमा ढाल्नको निम्ति के हामी चाहिँ रेडी छौँ त? यदि हामी रेडी छैनौँ भने हामी पनि आफूलाई रूपान्तरण गर्ने, आफूलाई यो सरकारसँग होस्टेमा हैसे गर्ने हैसियत राख्दैनौँ भने, प्रयास गर्दैनौँ भने यो देश फेरि पनि रूपान्तरण हुनेवाला छैन। पहिलो कदम अबको सरकारले गर्नु पर्यो। त्यो सकारात्मक वातावरण अबको सरकारले बनाउनु पर्यो। तर सरकारले मात्र बनाएर पुग्दैन, त्यो सरकार सँगसँगै होस्टेमा हैसे गरेर हामी पनि अगाडि बढ्नु पर्यो। हामी पनि यो देशलाई रूपान्तरण गर्नको निम्ति आउनु पर्यो। र त्यो गर्नको निम्ति हामीले गर्ने पहिलो काम भनेकै आफ्नो सोचलाई बदल्ने हो। यो देश बदलिन सक्छ भन्ने आत्मविश्वास दिने हो। र सबैभन्दा ठुलो कुरा आफूलाई उठाउने हो। नागरिक स्तरबाट त्यो लेभलको सङ्कल्प भयो भने मात्र, त्यो लेभलको कमिटमेन्ट भयो भने मात्र यो देशको रूपान्तरण सम्भव छ। त्योभन्दा बाहेक सरकारले गर्ने भनेको सामाजिक सुरक्षाको ग्यारेन्टी हो। देशमा भएका वृद्धहरू, अपाङ्गहरू, उनीहरूलाई पनि यो समाजमा अरू मान्छे सरह सम्मानका साथ बस्ने र बाँच्न पाउने अधिकारको प्रत्याभूत गर्ने काम पनि अबको सरकारको हुनेछ। जब हामीले एउटा उन्नत समाजको परिकल्पना गर्छौँ, एउटा विकसित समाजको परिकल्पना गर्छौँ, त्यो विकसित समाजको एउटा प्रवृत्ति भनेको त्यो समाजमा भएका सबै किसिमका मान्छेहरूलाई समान तरिकाले बाँच्न पाउने अधिकारको प्रत्याभूत पनि गर्नु हो। मलाई विश्वास छ अब बन्ने सरकार र हामी नागरिक बीचको ट्युनअप हुनेछ। हामी सबै काँधमा काँध हालेर यो देशको रूपान्तरण गर्ने अभियानमा एकजुट भएर अगाडि बढ्नेछौँ र यो देशको
कायाकल्प गर्नेछु। अब फेरि एउटा प्रश्न हामी सबैको मनमा उब्जेको हुन सक्छ। मैले उल्लेख गरेका यी 10 वटा कामहरू त अबको सरकारलाई अलरेडी थाहा छ। इनफ्याक्ट उनीहरूले आफ्नो वाचापत्रमा योभन्दा ठुल्ठुला प्रमिसहरू गरेका छन्, योभन्दा ठुल्ठुला वाचाहरू गरेका छन्। एउटा कुरा हामी नागरिकले के याद गर्नुपर्छ भने हामीले भोट दिएर पठायौँ, अब बहुमतको सरकार बन्नेछ, यो सरकारले एउटा चमत्कार गर्छ भनेर हामी सुत्न गयौँ भने यो सरकार पनि सुत्नेछ। हामीले बारम्बार यो सरकारलाई झकझक्याइराख्नु पर्ने हुन्छ, हामीले बारम्बार यो सरकारलाई खबरदारी गरिराख्नु पर्ने हुन्छ र त्यही प्रयास मैले गरेको हो र हामी सबैले गर्न जरुरी छ। अन्तिममा म के भन्न चाहन्छु भने यहाँहरू सबैलाई के अनुरोध गर्न चाहन्छु भने सबै कुरा आफै बदलिन्छ भनेर सोच्नु व्यर्थ छ। सबै कुरा आफै रूपान्तरण हुन्छ भनेर सोच्नु व्यर्थ छ। यो देश पनि आफै रूपान्तरण हुन्छ भनेर सोच्नु व्यर्थ छ। यो सरकारले मात्रै यो देशलाई रूपान्तरण गर्छ भनेर सोच्नु पनि व्यर्थ छ। हामी सबैले त्यो परिवर्तनको सुरुवात, त्यो रूपान्तरणको सुरुवात हामी आफैबाट गर्नुपर्छ, स्वयंबाटै गर्नुपर्छ र अबको 5 वर्षसम्ममा अब बन्ने सरकारलाई झकझक्याइ राख्नुपर्छ। राम्रो काममा साथ पनि दिनुपर्छ, नराम्रो काममा खबरदारी पनि गर्नुपर्छ। हामी सबैको मङ्गल होस्, जय होस्, यो देशको पनि जय होस्। अब बन्ने सरकारले तपाईँ हाम्रो र यो राष्ट्रको रूपान्तरण गरोस्, यही शुभकामना तपाईहरूलाई म दिन चाहन्छु। नमस्कार।